हामी चाहिँ त दिल्ली एयरपोर्ट आइपुगिसकेका छौँ। काठमाडौँबाट लगभग 2.5 घन्टाको उडानपछि यहाँ चाहिँ जस दिल्ली एयरपोर्ट चाहिँ सोचेको भन्दा नि बबाल रहेछ। एकजना दाइ साथी भेटेको छु। अब चाहिँ हामी केही खाना जानु लाग्यो, अलिक भोक पनि लागेछ, त्यही भएर हाम्रो त्यहाँबाट रहेछ दाइ 15 त्यहाँबाट 15 उताबाट चाहिँ हामी चाहिँ दिल्ली एयरपोर्टमा चाहिँ हिँडेको छु। एउटा ठुलो बुद्धको स्ट्याचु यस दिल्ली एयरपोर्ट चाहिँ सोचेको भन्दा चाहिँ बबाल रहेछ। मैले चाहिँ अब यस्तो छ भनेर चाहिँ सोचेको थिएन। सोचेको भन्दा चाहिँ बबाल रहेछ यहाँ पनि। जस यहाँको एयरपोर्ट देखेर चाहिँ म चाहिँ दङ खाएँ है गाइज होइन। मोमो बबाल रहेछ। लोका तल्ली भाइ सब रहेछ यहाँ। पोलो बुट सबै रहेछ यता। बबाल रहेछ राडो। यहाँ हामी चाहिँ टक्क लगाएर 12 घन्टा ट्रान्जिट छ यहाँ। अनि त्यहाँबाट टर्कीको बिहान 6 बजेको फ्लाइट छ। अब अहिले चाहिँ भोक लागेर यता केही खाउँ भनेर अनि यता यसो घुमघामको लागि आएको हो। बल्ल टर्की पछि पो बल्ल फ्रान्समा पुगिन्छ लियोनमा। म तपाईँहरूलाई देखाउने छु सबै भिडियो। बल्ल चाहिँ हामी रेस्टुरेन्टमा आइपुग्यो। केही खानुपर्छ। त्यता यसो हेरेपछि चाहिँ हामी खानुपर्छ। बवाल रहेछ है जस यो माथि चाहिँ। अघि चाहिँ हामी यो माथि चाहिँ आएकै थिएन, अहिले आउँदा चाहिँ बवाल रहेछ। हामी चाहिँ खानाको लागि क्युआर स्क्यानको लागि पर्खिरहेको छौँ। एकजना साथीको दाइले गर्नुहुन्छ अरे अनि क्युआर पुगिरहेको छु। पेमेन्ट भएपछि चाहिँ हामी गम मटन बिरयानी र लस्सी खाने हो। ल हाम्रो चाहिँ मटन बिरयानी आइसक्यो अनि स्विट लस्सी र चाहिँ गम्की गम। ल दाइ गम्की गम है दाइ। टक्क मिठो होला जस्तो छ। नेपाली चाहिँ हाम्रो टक्क 1450 को खाना खाँदैछु है अहिले चाहिँ। भोक
लागिरहेको थियो कम्ती घुम खाएँ सकाएँ एकछिनमा आनन्दले पेट भरियो गुड मर्निङ एभ्रिवान अहिले चाहिँ म दिल्लीमा 12 घन्टा ट्रान्जिट बसेर सुतेर पनि अब बिउजिसकेँ अब चाहिँ 6:40 को फ्लाइट छ मेरो चाहिँ अनि त्यही भएर उठेर हातमुख धोएर फ्रेस भएर प्लेनमा चढ्न जानुपर्छ किनभने फेरि 6:40 को हो अब लगभग 4:15 भइसक्यो त्यही भएर अब उठेर फ्रेस भएर जानुपर्ने हुन्छ तपाईँहरूलाई के कसो आजको दिन पनि म देखाउनेछु सबैजना हेरेर साथ दिनु होला यहाँ चाहिँ सबजना यसरी सुत्नुपर्ने हुन्छ म पनि यसरी सुतेर उठेर आएको हाम्रो दाजु पनि रेडी हुँदैछ हेलो फ्रेस भएर चाहिँ फ्लाइट मिनटतिर जाँदैछु मेरो चाहिँ 15:20बाट रहेछ फ्लाइट चाहिँ गेट नम्बर 15:20बाट त्यतातिर जाँदैछु अहिले चाहिँ अब चाहिँ हामी प्लेनभित्र छिर्नको लागि जाँदैछु आएर यताबाट रहेछ मेरो चाहिँ हामी चाहिँ अहिले प्लेनभित्र छिरिसकेका छौँ अब सिट खोज्नुपर्छ मेरो चाहिँ टर्की जाने क्रममा प्लेनभित्र खाना आइसकेको छ कोला यो चाहिँ प्लेनभित्रबाट देखिरहेको हिम श्रृङ्खलाहरू एकदमै दामी बवाल देखिन्छ गाइज टर्की
इस्तानबुल एयरपोर्टभित्र आइसकेको छ। इस्तानबुल एयरपोर्ट चाहिँ भोक लागेर अब एयरपोर्टमा चाहिँ एकछिन सोच्दैछु। Dubai to go على أولي كتوني بس يجي من عند السينما अहिले चाहिँ म चाहिँ अब लियोको लागि यता F13A मा रहेछ र म चाहिँ एक्लै छु अहिले चाहिँ। अनि यता कता रहेछ सोध्दै खोजिरहेको छु। जाउँ यता D1 D17 रहेछ। मेरो चाहिँ F13A रहेछ। म चाहिँ खोज्दै जाँदैछु। स्ट्रेट गएर मुनि जानुपर्ने भनेर सोध्दा भन्दै थियो। जाँदैछु। 1 देखि 19 चाहिँ त्यता रहेछ। अब चाहिँ म त्यतै जाँदैछु। कहाँनिर हो यसो खोज्दै जाने हो। F13A मा आइपुगिसकेँ म चाहिँ। अब यहाँ वेट गर्नुपर्ने हुन्छ। F13 हो अब लगभग 3:20 को फ्लाइट छ मेरो। त्यससम्म चाहिँ म वेट गरिरहेको छु। म चाहिँ बोर्डिङ पासको लाइन बसिरहेको छु। म चाहिँ बोर्डिङ पास गरेर नि यता आइसकेँ। अब यतातिर कताबाट चिन्यो यताबाट रहेछ।
छिर्ने रहेछ सर्भरहरू लगाएर हामी चाहिँ यहाँ प्लेनभित्र छिरिसकेको छु अब सिट खोजेर बस्नुपर्ने रहेछ मेरो चाहिँ 14F रहेछ कलेक्ट गर्नको लागि हिँड्दैछु मेरो इमिग्रेसनबाट नि पास भइसक्यो चाहिँ ब्यागेज लिनको लागि जाँदैछु म चाहिँ अब यहाँ मेरो ब्यागेज कलेक्ट गर्नुपर्ने हुन्छ माथि पुगिसक्यो जस्तो छ मेरो ब्यागेज त ठिकै छ अहिले फेरि फर्केर आउँछ होला सायद हेरौँ होइन रहेछ ठ्याक्कै मेरो जस्तै लाग्यो म चाहिँ यहाँ लगेज कुरिरहेको छु अनि जे होस् आइपुगेछ मेरो ठ्याक्कै जे होस् ट्याक्सी ड्राइभर चाहिँ बाहिर मलाई कुरिरहेछ नि त अनि म एकजना खैरेलाई रिक्वेस्ट गरेर अनि कल गरेर बाहिर कुरिरहेछ अरे अब ठ्याक्कै त्यहाँ मेरो लगेज नै आउँदैछ अनि कलेक्ट गरेर म बाहिर निस्किन्छु त्यसपछि चाहिँ बल्ल नै ट्याक्सी चढेर सहर जान्छु है एकछिनमा भेटौँला मेरो लगेज आइपुग्यो यहाँ अब चाहिँ हिँडिन्छ सर लगाएर हेलो फ्रेन्ड्स लियोन फाइनली ड्रिम्स कम ट्रु भने जस्तै जस मेरो वर्षौँदेखि सपना थियो होइन फ्रान्समा पाइलट टेक्ने चाहिँ जस आज मेरो मामाको कारणले चाहिँ म सफल हुन सकेँ त्यसको लागि मामालाई धेरै धेरै धन्यवाद अनि म चाहिँ अहिले यहाँ लियो एयरपोर्टमा अब ट्याक्सी यता कता छ कुरिरहेको छु अब ट्याक्सी आएपछि चाहिँ अनि म जानुपर्ने हुन्छ म चाहिँ ट्याक्सी भेटेर नि अब जाँदैछु ट्याक्सी भेटिसक्यो अब जाँदैछु सरर लास्टै जाडो रहेछ यहाँ त Geneva, it's like 2:30. Just for Christmas?
ल आइपुगेर हाम्रो सम्धीलाई भेटिसकेँ मैले झ्याप्पा लाएर हो केबल कार चढेर माथि रुमतिर जानुपर्ने रहेछ सम्धीले झ्याप्पा लाएर सम्धी ल हामी चाहिँ अब वासस्थानतिर आइपुग्यो सुटकेस चाहिँ यता सम्धीले के ल्याउँदैछ यो चाहिँ यस्तो डेन्जर यो रहेछ फेरि जाडो नि डेन्जर जाडो रहेछ वासस्थानतिर आइपुग्यो अब 3-4 महिनाको लागि